मेरो उम्मेदवारी मुख्यतः लोकतन्त्र संविधानको रक्षाको निम्ति हो। त्यो रक्षा गर्नको निम्ति प्रतिनिधि सभामा मैले उम्मेदवारी दिएको छु। नेकपा एमालेको तर्फबाट यो क्षेत्रमा बाँकी रहेका विकास निर्माणका कामहरू, शिक्षा, स्वास्थ्य, रोजगारी र चुरेदेखि दक्षिणको भारतको सिमानासम्म जुन विकासका आयोजनाहरू हामीले सम्पादित गर्दै आएका थियौँ ती अझै सम्पन्न भएका छैनन्। ती सबै विकासका आयोजनाहरू सम्पन्न गर्नको निम्ति, लोकतन्त्रलाई संस्थागत गर्नको निम्ति, सङ्घीय संविधानलाई अक्षुण्ण राख्नको निम्ति, एउटा राष्ट्रियताको भावनालाई उजागर गर्नको निम्ति, राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिनको निम्ति मैले उम्मेदवारी दिएको छु। यो अब अन्य यो देशमा विकासका आयोजनाहरू हाम्रो नेतृत्वमा जुन अगाडि बढेका छन्, त्यस कारणले एउटा कारण त्यो भयो। दोस्रो कारण, लोकतान्त्रिक गणतन्त्रलाई प्राप्त गर्नको निम्ति हामीले दशकौंदेखि सङ्घर्ष गर्दै आयौँ र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौँ। लोकतान्त्रिक गणतन्त्र स्थापना गरिसकेपछि संविधान सभाको माध्यमबाट सबै जात जाति, सबै समुदायलाई सम्बोधन गरिकन हामीले संविधान निर्माण गर्यौँ। संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षाको निम्ति मलाई यो क्षेत्रका जनताले स्वाभाविक रूपमा विजय बनाउँछन् भन्ने मलाई विश्वास छ। 72 सालमा विजय हासिल गरेका थियौँ, 2079 सालमा विजय हासिल गरेका थियौँ। हाम्रो पार्टीका केन्द्रीय सचिव आदरणीय कमरेड छविलाल कमरेडले विजय प्राप्त गर्नुभएको थियो। मैले 74 सालमा प्रदेश सभामा विजय प्राप्त गरेको थिएँ र त्यति बेलै प्रदेश सभामा हाम्रो पार्टीका नेता डाक्टर कृष्ण नेउपानेले विजय प्राप्त गर्नुभएको थियो। त्यति बेलादेखि हामीले यो 1 नम्बर क्षेत्रलाई समृद्ध बनाउन, विकासका आयोजनाहरू सम्पन्न गर्न, शिक्षा, स्वास्थ्य, रोजगारीलाई संस्थागत गर्नको निम्ति हामीले त्यति बेला जुन कदम चालेका थियौँ ती कतिपय कामहरू अझै पनि सम्पन्न हुन सकेका छैनन्। थुप्रै कामहरू अधुरा छन्। ती कामहरूलाई सम्पन्न गर्ने र यहाँको शिक्षा, स्वास्थ्य, रोजगारीलाई पनि संस्थागत गर्नको निम्ति मेरो उम्मेदवारी हो।